यस्तो त रहेछ नि जिन्दगी, एकैछिनमा खुसी एकैछिनमा दुखी। हेलो एभ्रीवान, स्वागत छ हजुरहरूलाई आजको मेरो मिनी भ्लगमा। म चाहिँ बिहान उठेर नुहाएर तातो पानी खाएर पानी लिन हिँडेँ अनि बुवा चाहिँ बाटो हिलो रहेछ नि बनाउँदै हुनुहुन्छ। अनि आज चाहिँ मैले जाँदा जाँदा एउटा भ्लग बनाएको छु, सुन्नुहोस् है। हेलो एभ्रीवान, स्वागत छ हजुरहरूलाई आजको मेरो छोटो मिठो मिनी भ्लगमा। आज म पानी लिन जाँदैछु, बिहान उठेर नुहाएँ अनि पानी लिन जाँदैछु। अब यस्तै छ मेरो दिनचर्या सुरु हुन्छ, धेरै पानी लिन जानुपर्छ। आज मलाई एकदम धेरै ढिलो हुन्छ जस्तो लाग्छ, मलाई त्यो पनि पानी छैन रे। अनि मम्मी जानुहुन्छ नि, मम्मी जाँदा मलाई कस्तो लाग्छ नि, यस्तो मम्मीले गाह्रो हुन्छ जस्तो लाग्छ, मलाई लाग्छ नि जाँदा। त्यही भएर चाहिँ पानी लिन म आफै जाँदैछु। म छिटो छिटो गर्छु, ड्रेसमा आइरन पनि लगाउनु छ, काममा जानु छ होइन। यस्तो छ गाइजहरू, ल छिटो भेट्छु ल। सुन्नुभयो होला नि हजुरहरूले मेरो कुरा। यस्तो चाहिँ को हुन्छ होला है, बाटोमा के दिमाग खाएर यतिकै के बोल्दै हिँडेको छ। त्यसपछि म चाहिँ पानी लिएर घरमा गएँ अनि रेडी भएर कामतर्फ लागेँ। आज चाहिँ म अलिक खुसी पनि हुँदै काममा जाँदैछु, किनभने हजुरहरूले थाहा पाउनुहुनेछ। त्यसपछि बाटोमा जाँदा जाँदा चाहिँ मैले चुरा गिफ्ट पाएँ, उहाँले मलाई ल्याइदिनु भयो। त्यसपछि म चाहिँ गाडी चढेर कामतर्फ लागेँ अनि यस्तो खुसी हुँदै हुँदै काममा जाँदै थिएँ। काममा गएर पनि दिदीले हामीलाई चुरा ल्याइदिनु भएको रहेछ। दिदी र म त यति धेरै खुसी भएर, हजुरहरूले याद गर्नुभयो होला आज दिदी पनि मैसँग हुनुहुन्छ। त्यसपछि दिदी र म चाहिँ खुसी हुँदै चुरा लाउन थाल्यौँ। दिदीलाई पनि यसपालि कसले पनि चुरा दिनुभएको थिएन अनि मलाई चाहिँ अघि उहाँले दिनुभएको थियो अनि दिदीले पनि ल्याइदिनु भएछ। दिदी र म चाहिँ एकदम धेरै खुसी हुँदै चुरा लाउँदै बसेँ। हजुरहरूले देख्नु भएको होला कति धेरै खुसी छौँ भनेर दिदी र म, आमामा। त्यसपछि उहाँले ल्याइदिनु भएको चुरा पनि हामीले खोल्यौँ। यति धेरै एक्साइटेड भएर म चुरा खोल्दैछु नि, यति धेरै। तर म चुरा देखेपछि एकदम धेरै, मलाई यति धेरै रिस उठ्यो नि, ठुलो सानो चुरा हालिदिनु भएछ क्या उहाँहरूले अनि एकदम धेरै रिस उठ्यो। त्यो पनि चुरा चाहिँ एकदम धेरै राम्रो थियो। त्यसपछि हामीलाई चाहिँ एकदम धेरै भोक लाग्यो अनि हामीले चाहिँ खाजा मगाएको थियौँ दाइकोबाट, एकदम धेरै मिठो थियो। पिज्जा अनि किमा नुडल्स, बेकरी आइटमहरू नि एकदम धेरै पठाइदिनु भएको थियो दाइले। बेकरी आइटमको चाहिँ मैले बनाउन बिर्सेछु किनभने हामी खानामै व्यस्त थियौँ। एकदम धेरै मिठो थियो पिज्जा पनि। आज त दिदी र म हो नि त, त्यही भएर खुसी भएर दिदी र म चाहिँ फुल इन्जोय गर्दै खाँदैछौँ। खाएको मात्रै होइन, हामीले आज स्टोरमा पर्फ्युमहरू पनि सबै सफा गरेको हो। त्यसको भिडियो चाहिँ बनाउन बिर्स्यौँ किनभने सर पनि स्टोरमै हुनुहुन्थ्यो, त्यही भएर हामी सफा गर्नमा मात्रै फोकस थियौँ। अनि दिदी र मैले चाहिँ मजाले खाएर फेरि दिदी र म चाहिँ काम गर्न थाल्यौँ। स्टक बुकहरू पनि भर्नु थियो। त्यसपछि दिदी र म चाहिँ मिलिजुली स्टक बुक भर्यो। मैले चाहिँ च्यातेँ अनि दिदीले चाहिँ स्टक बुकमा टाल्नु भयो। यसरी मिलिजुली काम गर्न पाएपछि त के चाहियो र होइन, एक्लै हुँदा त यति धेरै अप्ठ्यारो भएको, यति धेरै बोर भएको थियो नि मलाई योभन्दा अगाडिको स्टक बुक भर्नको लागि। त्यसपछि सबै काम सकेर घरतर्फ लागेँ। घर जाँदाखेरि नि आज एउटै गाडीमा पुग्ने पाएँ, त्यही भएर खुसी थिएँ। अनि घरमा गएर यसो हेर्छु त बहिनी त मोबाइल समातेर सुतिरहेको रहेछ। त्यसपछि हामी चाहिँ खानासाना खाएर लुडो खेल्न थाल्यौँ। पैसा मात्रै पनि अनि बहिनी चाहिँ छक्का होस् भनेर म छक्का हो के भनेर आमा यति हँसाइरहेको थियौँ। त्यसपछि हामीलाई मेरो भिडियो नबना, मेरो बेइज्जत नगर भन्दै थियो। हामी त बनाउने होइन, बाल्दै भएन। त्यसपछि गेम खेलेर हामी चाहिँ सुत्यौँ। बाई बाई गाइज, आजको लागि यति नै। माया गरिदिनु होला है।